अरू नस्ललाई नल्याउनुस् है। छेत्री बाहुनलाई मात्रै होइन, कामी दमाईलाई पनि नल्याउनुस्। कामी दमाई सार्की अब मधेसी मुस्लिमहरू सबै तपाईँले भुलाइराख्नु। 2 बन्छु 3 बन्छु यो देशको प्रधानमन्त्री म बन्छु। सबभन्दा ठुलो मान्छे हो, बुझ्नुभयो नि? म भन्दा ठुलो मान्छे छैन। लिडर कि म हो? म पनि हो। म के हो? तपाईँ तपाईँले बनाएको उपनेता म नेता हो क्या? तपाईँ खेलाची गरेको हो? मेरो ठुलो कि उपमेयर? बालिन्जीलाई भोट हाल्नुहुन्छ र? कसले सोचेको त्यो मदन भण्डारी भनेको चिन्दिनँ म। को हो त प्रधानमन्त्री? त्यस्ता शुभयात्रा सम्म भन्ने उपमेयरलाई दिन्छु त म। शुभयात्रा भन्नु पर्दैन? ऐनले त त्यो लेख्या छ भनेर उसले लेखेको छ नि त। त्यस्ता नाथे ऐन त हामी बनाउँछौँ। म चाहन्छु यो देशमा सिर्फ पसिना बगाउनुपर्छ। म लिइरहेको आगोमा हाम फाले मैले। अब रुएर प्रधानमन्त्री बन्यो म दिनभरि रुएर बसिन्छ। अब के गर्ने? अब के धरानले राम्रो व्यक्ति नपाएकै हो? के उनी प्रधानमन्त्री बन्न लायक छन्? उनका अभिव्यक्तिहरू सबैलाई पच्य छन्?